छेउ आज त कलेज पनि कति ढिलो छुट्टी भएको अब एक्लै पनि जान सक्दिन म प्रवीण त बोलाउनु होला नि हेलो बेबी हेर्नु न आज हाम्रो कलेज अलिक ढिलो छुट्टी भयो कि मलाई ल्याउन आउनुस् न ल त्यहाँ धोका चाहिँ दिने काम छैन नि साँच्चै आउनु सक्छ हैन तपाईलाई ल्याउनु त म जहीँ पनि आइहाल्छु स्वर्गमा पनि आइपुग्छु नि तपाईको लागि त तपाईले त्यहाँदेखि एक पाइला अघि नसार्नु है तपाईको लागि त म जहाँ पनि ल्याउन आउँछु कुनै कुनामा छ भने तपाईलाई म लिएर आउँछु नि तपाईलाई म हिँड्नु दिदिन नि त मेरो डल्ली ल ल म आइ ल आइ ल ल आउनु सक्छ भने चाहिँ आइहाल लु छिटो 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 ढिलो भयो मलाई ल अरे के भयो अरे छेला डल्लीले मलाई अब काँच्चै खान्छ यति बेला बिग्रिनु पर्ने यो बाइक पनि यति बेला बिग्रिनु पर्ने हो मलाई यो डल्लीले अब काँच्चै खान्छ बन्नी नबन्नी बन्नी के भएको छ मलाई मार्छ त्यसै त मलाई काँच्चै खान्छ त्यसलाई नल्याइ त हुँदैन त अब म हिँडेर भए पनि जान्छु अब यति बेलै बिग्रिनु पर्ने बाइक लगाउनको बेलामा हगन भने के हो सोना मार्छ मलाई अब यसले बेबी 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 मलाई माफ गरिदिनुहोस् ल प्लिज माफ गरिदिनु ल मलाई ल्या के भयो फेरि बाइक पनि छैन के भयो अत्तालिँदै बेबी हेर्नु न तपाईँ ल्याउनु आउँ भनेको त बाइक स्टार्टै भएन बाइक बाटोमा बिग्रिरहेको छ बेबी हेर्नु के भयो बेबी कसम बेबी जोतेको होइन मैले बाइक नलिएर अनुहारमा चाहिँ के खोज्नु आएको तिमी चाहिँ के गर्नु यहाँ चाहिँ म तिमीसँग चाहिँ घर चाहिँ कसरी जानु बेबी अब हामीले यसो गरौँ न हिँड्दै जाउँ न दुईजना ल यसो वक मजाउँछ नि के हिँड्दै जानु बेबी यो राख्नु न मिठा खाँदै जाउँ भनेको नि ए बेबी बेबी चाहिँ यस्तो छ नि त फेरि अब मेरो हेल्थ राम्रो होस् भनेर हिँड्नु भनेको होला ठिकै भन्नुभयो बेबी हेल्थ कस्तो राम्रो पो हुन्छ हिँड्यो भने है हिँड्यो भने त राम्ररी हेर्नु न तपाईँ र म हिँड्दै जाउँ हेर्नु न चेरी फुलिरहेको रहेछ कस्तो दामी बाटो भइरहेको रहेछ है जाउँ आउनु हिँड्नु त भइहाल्छ नि कोही फेरि त हिँडेको पनि राम्रै हो हेल्थको लागि त्यसै त म मोटाइसकेँ बेबी ठिकै गर्नु हेर्नु न यहाँ पुरा बिग्रिरहेको छ बाइक हेर न कस्तो बिजोग बनायो बाइक त कस्तो छ है बेबी ऊ नि बिग्रेको बाइक हेर्नु त स्टार्टै हुँदैन पो त कस्तो तपाईँ ल्याउनु आउँ भनेको बेबी हेर्नु त ऊ स्टार्ट गर्नु त बेबी स्टार्टै हुँदैन के भएको भएको हेर्नु न ए त रहेछ त पुरै बिग्रेको रहेछ नि बाइक त है ठिकै छ नि अब बिग्रिँदै हालेछ को फेरि हिँड्नुपर्छ कि अब यसलाई चाहिँ के गर्नु हामी होइन बेबी यसलाई अब अलिक ठेल्नु पर्छ होला हौ के आज ढिलो पनि उयो आउने बाइक ठेल्नु पनि मलाई न के भन्नु खोजेको तिमीले चाहिँ मलाई अब बलियो पनि मै छु ठेल्नु त होला नि अब दुईजना ठेल्दै जाउँ न ल हिँड्नु जाउँ अलिक छिटो गर न बेबी रात परिसक्यो के ठेल न मजाले बेबी सक्दिनँ मैले अघिदेखि ठेलेको होइन हातको छालै पिल्सिसक्यो ठेल मजाले अघि पैसा थाप्दा त हातको छाला पिल्छेन होइन अहिले कहाँबाट हातको छाला पिल्छ तिम्रो बेबी बल लगाऊ न बल गर त के भएको बल गर त मान्छे अनुसारको बल लगाऊ त लु छिटो ठेल्नु न बाइक ठेलेर मेरै पम्प निक्लिसक्यो अरे ला तेरो पैसा बरु हिँडेर जान्छ